नमस्ते सबैजनालाई। मैले अहिले तपाईहरुलाई देखाइरहेको चाहिँ नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 को यो ठ्याक्कै फिल्म हल चोक पहिलाको पुरानो फिल्म हल चोक बाट भित्रपट्टि बन्दै गरेको पुल हो। यो भिडियोमा मैले अर्को उहाँहरुको यहाँको स्थानीयको बासिहरुको जनगुनासो पनि राखेको छु। अब यहाँ बाटो छैन र त्यहाँ पर एउटा कोबड हल बनेको छ। यहाँ बाटो कहीँ पनि छैन, तपाईले देख्न सक्नुहुन्छ। यति नै हो र यो चाहिँ लगभग 5 करोड, पहिला 4 करोड र पछि 1 करोड 25 लाख थप्यो भन्ने कुरा सुन्दाखेरि 5 करोड 25 लाखको पुल हो। यो 3 वर्षमा फाइनल गर्नु पनि पुल हो र अहिलेसम्म चाहिँ यसको ठेकेदार कता हो, यसको अब यसको अनुगमन कसले गर्ने हो। यो नीलकण्ठ नगरपालिकाको गेटैमा रहेको यो बनेको पुल, यसको बाटोघाटो कहीँ पनि केही पनि छैन। यसको यहाँबाट 100 मिटर तल मैले अर्को कलभटको एउटा भिडियो बनाएको छ। यो पुल कमसेकम त्यहाँ लिएर बनाइदिएको भए अब यो माथि तामान पार्किङ मार्ग जोडिने पुल हुन्थ्यो। अब यो हेर्नु त न गाउँ बस्ती ठुलो छ, यहाँ जता हेर्यो भने पहाडै पहाड छ र यो पुलले यति धेरै हाइटमा छ कि अब यो तपाईहरुले प्रत्यक्ष देख्न सक्नुहुन्छ। म तपाईहरुलाई सबै भिडियोमा देखाउँछु। बर्खायाम सुरु भइसके पछाडि पनि यो पुलको तलको भाग, फलामको भाग त्यति नै छोडिराखेको छ। यस्तो भद्रगोल अवस्थामा छ। अब कतै पहाड एरिया पहिरो गएर फेरि यो बर्खामा एकदमै ठुलो आउने खोला, यो थोपल खोला चाहिँ बर्खा टाइममा चाहिँ यो धेरै ठाउँमा बस्ती छेदविच्छेद बनाएको पोहोरको अवस्था पनि। अब अहिले यो पुलको चाहिँ तपाईले देख्न सक्नुहुन्छ, खोलामै यस्तो भद्रगोल बनाएर चाहिँ यो डन्नीहरू छोडेको अवस्था छ। यहाँ 2टा 3टा वटा काठ मात्रै आएर अल्झिदियो भने, अड्कियो भने पनि के हुन्छ त, यहाँ बस्ती एकदम जोखिममा छ। यसको अनुगमन कसले गर्ने हो। अब यहाँको स्थानीय सरकारले हेर्ने हो कि प्रदेश सरकारले हेर्ने हो कि सङ्घीय सरकारले हेर्ने हो कि। अब यो 79 यहाँको स्थानीयवासी अनुसार 69 मा सुरु भएको काम भनिन्छ। अहिलेसम्म काम फाइनल भएको छैन। अब सुरुमा यो तलको बेसको, यो पुलको तल, पुलको बेस बसेको यो एरिया बराबरको चाहिँ पुल बन्ने भन्ने कुरा सुनेको थिएँ। तर अब अहिले यति हाइटमा लिएर गएको छ। मैले तपाईहरुलाई देखाउँछु। अब बर्खायाम सुरु भइसक्यो, माथिबाट भेलबाडी आयो भने मात्रै पनि यो यसमा अड्क्यो भने पनि यो कति समस्या आउँछ। सबै फलाममा जोइन गरेको अवस्था छ, सबै लक गरेर राखेको छ। अहिलेसम्म यो भद्रगोल खोलेको पनि छैन, ठेकेदार कहाँ बेपत्ता छ। त्यसले गर्दाखेरि चाहिँ यसको चाहिँ सम्बन्धित निकायको ध्यान जाओस्, नीलकण्ठ नगरपालिकाको पनि ध्यान जाओस् यो कुरामा। किनकि यहाँ केही समय पहिला पनि यो एरिया सबै खोला पसेको एरिया हो। अब यति हाइट छ। अब यहाँबाट यो हाइट पुर्ने अनुसारले त यहाँ त गाडी लगभग अगाडिको बस्तीहरू आदि जस्तो नै यो बस्ती चाहिँ पुरिने अवस्था छ। यो अब यत्रो वर्ष हुँदैछ पनि यो पुलको चाहिँ नबनेको र यो यस्तो भद्रगोल अवस्था। यो बर्खायाम सुरु हुँदाखेरि अहिलेसम्म चाहिँ खोलामै यो डन्डी यसरी ठाडो पारेर राख्दाखेरि धेरै समस्या छ। दाइ, तपाईलाई यहाँको बारेमा, तपाईँ यहाँको स्थानीय हुन्छ, तपाईलाई चाहिँ कस्तो लाग्छ यो पुलले कति के सहज बनाएको छ कि असहज बनाएको? यो पुलले चाहिँ कस्तो सहज भन्दा तपाईको यो यस्तो जीर्ण अवस्था भइसक्ला हैन। हजुर हजुर, यो चल्ने पुलको यो हाम्रो यो गाडी जाने भन्ने अब जुन पक्की पुल बनाउनु बन्दै थियो। हजुर, र यो पुलमा चाहिँ अब हाम्रो यो सङ्कोचकोदेखि लिएर यो उमासम्म जानेलाई राम्रो संसाधनहरू भएको पुल हो। पहिला यहाँनिर त्यो काठको फड्के यहीँ थियो। हजुर, सबभन्दा पुरानो फड्के भने यहाँ थियो। हजुर, अनि त्यो ठाउँमा बनेको राम्रै कुरा हो। हजुर, तर कुरो के भयो भने नि यहाँको स्थानीयको कमजोरी हो कि अब सरकारको कमजोरी हो, त्यो कुरो मलाई थाहा भएन। हजुर, अहिले 5-6 वर्ष भयो 2-3 चोटि यो यसरी बिछाइसक्यो। अनि भत्काए पनि निकाल्यो पनि। अब यहाँ यस्तो भएर भयो। यसपालि पनि भोरेको थियो, सबै गएर थियो। यो तलतिर माटो सबै बगायो यो। हजुर, तर खोलाको चाहिँ फेरि सबै बगायो। यो सबै भोरेर फेरि बगाएर चाहिँ यो ऊ चाहिँ अडाएर आयो त्यति गरेर। अब हेर्नु त बर्खा समय आयो, एकचोटि ठुलो भला आयो भने कति समस्या हुन्छ। त्यो समस्या यो हटाइदिनु पर्ने, यो पनि हटाइदियो। यो त स्थानीय सरकारको पनि कर्तव्य होला यसमा त। अब बसेर के थुन्नियो भनेदेखि बस्यो भनेदेखि अब यहाँ आएर के चाहिँ रुखसुख आएर बस्यो भनेदेखि डेन्जर त यो उसलाई बस्तीलाई डेन्जर हो। अब माथिसम्म पोरै छिर्यो भने त त्यो अब यो के अरे हाम्रो यो कोबड हलमा यो माथि मालेबर बस्ती त सबै छिर्यो भने पोर खोला। अब त्यही माथि हेर्नु न हाइट पनि कति छ। यो हाइटले त होइन, हाइटले त राम्रो केही गर्दैन, ठिकै हो। तर वास्तविक के भयो भने अब यो बन्नु पर्ने चिज नबनिदिएर मात्रै हो। तर यो हाइटले त यो जति ठुलो भयो नि माथि गाउँ एउटा डाँडै बगाएर ल्याए पनि जान्छ के जान्छ। होइन कि मैले भने आँटेको यो हाइट अनुसारको त यहाँको बस्ती पनि उठ्ने कन्डिसन हो। बस्तीलाई के पनि अब के यस्तै हो। यो बनाउँदाखेरि कोही ठाउँमा
फेरि यस्तो नि रहेछ यो अगाडिको यो जग्गा त यो दुई आना जग्गा स्थानीयको पनि रहेछ बिचरा उनीहरूले केही मौजत पनि केही पनि पाएको छैन अरे हजुर गइछ हो यही चुनावले मान्छे मऱ्यो भन्ने कुरा आइरहेको छ होइन हजुर यहाँको नदिया रहेछ मौजात पनि देखाएन मौजात दिनुपर्ने हो हजुर होइन मौजात देखाएन त्यो मान्छेको परिवार छ उनीहरूलाई दिएदेखि हुन्थ्यो हाम्रो भनेर त्यही हो कसैलाई पनि संसारमा दुःख नहोस् राम्रो होस् भन्ने हो जनतालाईदेखि लिएर सबै तर समस्या त धेरै नै आयो नि अब यो काम त धेरै वर्ष पहिलेदेखि थालेको काम हो जमाना सकिने काम हो नि त 6 वर्ष भइसक्यो 6 वर्षसम्म लाग्यो नि त यत्रोसम्म यस्तो भएर गरेको अब कसको कमजोरी हो न सरकारको कमजोरी हो न स्थानीयको कमजोरी हो घर चाहिँ यो अगाडिको यो पुलकै सिधै अगाडि मेरो घर यो पर्छ म यही टोलवासी हो र यो अहिले आज भन्न खोजेको चाहिँ मैले कुरा राख्न खोजेको चाहिँ यो पुलको विषयमा यो पुल चाहिँ विगत 69 सालदेखिको स्टार्ट भएको हो बनाउन चाहिँ सुरु भएको अब आज 2082 साल भइसक्यो र यो पुल बन्न पनि सकेको छैन र यो पुलको विषयमा चाहिँ मेरो घर अगाडि बनेको पुल हो यो र यो पुलको चासो चाहिँ मलाई मात्रै परिरहेको छ किनभने यो पुल त यत्रो हाइटमा गएको छ यो पुल मेरो घर चाहिँ एकदम तल छ तर पहिलाको लेभल भन्दा चाहिँ रोड यति तल छ रोड यति तल भएको छ यो गाडी भन्दा माथि यो गाडी कसरी माथि उचाल्छ भन्ने विषयमा चाहिँ मलाई यो तर्क विधान लागिरहेछ यो अब पिच तर यो रोड चाहिँ पिच भइसकेको कारणले यो जति पनि बनिसकेको यो पिच पुत्थर जति पनि यसको पुरा भइसकेको छ र यो पुल बनेको छ यत्रो हाइटमा अब यो हाइटमा लगेको यो पुल अनुसारले यो बाटो पुऱ्यो भने त मेरो घर त धेरै तल डुब्छ र यसको यो मेरो घर डुब्यो म पीडित भएँ म पीडित चाहिँ अब कहाँ गएर पुज्ने कसलाई के भन्ने भनेर म आफै चिन्तामा छु यो काम त गरिसक्यो अब पुल त बन्नु आफ्नो हाम्रो सार्वजनिक कुरो हो त्यो ठिकै राम्रो कुरा हो तर यो पुल बनेको मलाई चाहिँ पीडा बनाएर चाहिँ पुल बनाएको मलाई अलिकति अप्ठ्यारो बनाएर यो सबै मलाई जानकारी गराउँछु यो चाहिँ अब यो पुलले चाहिँ मेरो घर तल बनाएर म पुल खेएको छु म पीडित भएको छु र यो सम्बन्धित निकायले मलाई कसरी हेर्नुहुन्छ म यदि यो सार्वजनिक पुल हो यो सबैले हिँड्न पाउनुपर्ने त हो तर पनि मलाई व्यक्तिको घर तल पारेर रोडलाई टेपेर माथि लानेलाई चाहिँ मलाई अलिक धेरै पीडामा परेको छु यो सम्बन्धित निकाय र सम्बन्धित मान्छेहरूले पनि मलाई हिर्किरहेको जस्तो महसुस भइरहेको छ म जनता हो म जनतालाई यसरी पिरेर चाहिँ बनाउनु पाउने हो कि नपाउने हो म सबैलाई ध्यान आकर्षण गराउन चाहन्छु दिदी अनि यो त सकिन पर्ने त अब 3 वर्षको मात्रै म्याद भनेको थियो अब यत्रो वर्ष भइसक्यो अझै पनि यो काम फाइनल हुन्छ नि लाग्छ तपाईँलाई के छ तपाईँको विचारमा काम फाइनल हुन त सक्छ होला कुनै दिन यो फाइनल हुन्छ नै होला र मलाई मेरो चासो यो पुलको विषयमा फाइनलको कुरो आएन कि मेरो घरको कुरो आयो यो पुरिनुको कुरा आयो यत्रो बाटो यत्रो तल छ कि यो माथि यत्रो माथि छ यो तल यत्रो बाटो पुर्दाखेरि त मेरो घरको आधी डुब्ने आधी पनि बढी डुब्छ र यो कसरी गर्छ यसलाई कसरी मिल्नु गर्छ कसरी सरकारले कसरी गर्न चाहनुहुन्छ मलाई म एउटा जनता मानेर चाहिँ सरकारले पुल बनाउनु भएको मलाई ठिक छ पुल बनाएर मलाई त खुसी त लागेको छ तर पनि पुल बनाएर म कुनै दुखी भएको त छैन र पुल बनाएर म एउटा व्यक्तिलाई के पाएर म एउटा व्यक्तिले बस्ती उठाएर चाहिँ उहाँहरू रमाउनुहुन्छ कि अथवा मलाई पनि खुसी पार्न चाहनुहुन्छ भन्ने कुराहरू चाहिँ मलाई राख्न मन लागेको छ अब चाहिँ के भन्छ स्थानीय सरकार प्रदेश सरकार अब केन्द्रीय सरकारले चाहिँ तपाईँलाई जो अब यो पुल निर्माण गर्ने क्रममा चाहिँ आफ्नो घर यो आफ्नो अहिले बनेको घरको चाहिँ कि क्षतिपूर्ति सहितको चाहिँ व्यवस्था गरेर चाहिँ कि भन्नुभएको छैन मेरो मैले उहाँहरू केन्द्रबाट उहाँबाट आउनुभएको थियो उहाँको नाम चाहिँ म काठमाडौँ केन्द्रबाट आउनुभयो भन्नुभएको थियो उहाँहरूले चाहिँ तपाईँलाई किन ज्यादा आउँछ नगरिकन हामी अलिकति बेसको घटाएर बनाउँछु भन्नुभएको थियो त्यतिखेर र अहिले भन्दा यत्रो माथि देखाएर हाइट चाहिँ यो त क्रेनले उठाउनुपर्छ गाडी त उठाउने हो कि अब कसरी यहाँ कि मुनि बाटो निकाल्ने हो कि कसरी के गर्नु हो भनेर अब मलाई चाहिँ जानकारी गराइदियोस् कि मलाई यो मेरो घरको जिम्मा लिएर
मलाई बस्तीबाट यहाँबाट उठाइदियोस्, म आफू जहाँ जान्छु जान्छु। हाम्रो धादिङ जिल्ला नीलकण्ठ नगरपालिकाको यो दामन पार्किङ मार्ग साङकोस तेपिङ सोमथाङ सडक कुल लम्बाइ चाहिँ 107 किलोमिटर छ। यसको योजना चाहिँ सुरु भइरहेको छ। म तपाईँलाई यहाँको विषयमा केही कुराहरू राख्न चाहन्छु। यो पुलको बारेमा अगाडिको दृश्य तपाईँ देख्नुहुन्छ नीलकण्ठ नगरपालिकाको ठ्याक्कै यो छिर्ने बाटो हो। यो सबै पछाडि अहिले यहाँ निर्माण कार्य भइरहेछ। ड्रेनको काम चाहिँ यहाँ अलिकति समस्या एउटा पुलको छ। हाम्रो स्कुलमा पढ्ने नानीहरूको पनि सानो कुरा राख्न चाहन्छु म चाहिँ यहाँको बारेमा। नानी आफ्नो परिचयसहित राख्दा। नमस्ते, म चाहिँ जसमिता एमाजी, म नीलकण्ठ नगरपालिकाको नीलकण्ठ बाल मन्दिर माविमा पढ्छु र यो वर्षायामले गर्दा चाहिँ हामीलाई स्कुल जानको लागि घुमेर जान परेको छ। त्यसले गर्दा हामीलाई स्कुल जानलाई ढिलो पनि हुने गर्छ र पानी पर्दाखेरि चाहिँ हिलो हुन्छ र पानी नपर्दाखेरि ढिलोले गर्दा हाम्रो स्वास्थ्यलाई असर पर्छ। सम्बन्धित निकायले चाहिँ हस् ल, तपाईँले अब सानो आफ्नो जिज्ञासा राख्नुभयो। अनि त्यसो अब तपाईँलाई बर्खाको समयमा चाहिँ अब यताबाट पनि घुम्नु पर्ने भयो, यताबाट पनि घुमेर जानुपर्ने भयो नि त। यहाँ पुल निर्माण भइदिएको भए के हुँदैछ त, बर्खाको टाइममा तपाईँलाई एकदम सहजीकरण हुन्थ्यो है। ल, धन्यवाद है नानीलाई। यो चाहिँ ठ्याक्कै पुच्छार बजारको यो कलबट हो। यो चाहिँ यसपालि गए सालको भेलमा पनि यो अहिले जाली लगाएको ठाउँमा चाहिँ यो सबै बगाएको अवस्था थियो। यो भलले चाहिँ अहिले फेरि यहाँको निर्माण कार्य सुरु भइरहेछ। त्यसले गर्दाखेरि म तपाईँहरूलाई यो अब देख्नुभयो नगरपालिकाको छेउमा यस्तो कन्डिसन छ बाटो। अहिलेसम्म निर्माण कार्य पिच माथि मात्रै सुरु भइरहेछ। अब यहाँ पुल निर्माण कार्य अहिलेसम्म भएको छैन। यदि त्यो माथि बनेको पुल चाहिँ यहाँ स्थानीय सरकारले समन्वय गरेर चाहिँ यहाँ हालिदिएको भए, यो ठाउँमा हालिदिएको भए एकदमै सहजीकरण हुन्थ्यो। अब त्यहाँ कुनै पनि बाटै छैन। त्यो जुन मैले त्यहाँको पुलको बारेमा पनि एउटा भिडियो हजुर सामु राखेको छु। त्यसले गर्दाखेरि यति हाइटमा खोला छ। त्यो बर्खाको टाइममा धेरै ठुलो भएर आउँछ। यो सबै ढाक्छ। त्यो बसपार्क, त्यो पछाडि देखेको घर एरिया, यो सबै चाहिँ यो खोलो पसेर चाहिँ लास्टै समस्या पार्ने समस्या एकदमै यो पहिलादेखि नै भइरहेकोले गर्दाखेरि अब यो यति माथिसम्म ग्राभेल छ। अब यसको मुनेडाको भागबाट चाहिँ पानी जानलाई यो भागले मात्रै थेक्न नसकेर, यो तलको भागले मात्रै थेक्न नसकेर चाहिँ ठ्याक्कै यो पुल क्रस गरेर यसको यो बजारको लेभलबाट चाहिँ पानी जाने गर्छ। र यहाँ चाहिँ अहिलेसम्म यत्रो समय भइसक्यो यो एउटा पक्की पुलको पनि निर्माण कार्य नभएकोले गर्दाखेरि धादिङको विकासमा लेक साइड जानेमा चाहिँ बर्खाको समयमा लेकबाट आउने एम्बुलेन्स हो, बच्चा यो स्कुल पढ्ने बच्चाहरूलाई चाहिँ एकदम समस्या भएकोले गर्दाखेरि यो स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको चाहिँ एकदम ध्यान दिनपर्ने देखिन्छ यहाँको बारेमा चाहिँ। त्यसले गर्दाखेरि अब सुन्न त डिपिआर भएर गएको भन्ने पनि सुनिन्छ। बजार व्यवस्थापन गर्न नसकेको कारणले गर्दाखेरि पनि अहिलेसम्म पुलको चाहिँ केही पनि हुन नसकेको कन्डिसन छ। त्यसले गर्दाखेरि अब बर्खा सुरु भएअनुसारै यो अब एकचोटि भल आउने बित्तिकै अब यो बाटो बन्द हुन्छ। देख्नुभयो यो खोलाको लेभलमा छ। ठ्याक्कै यो खोलाको यो कलबट र खोलाको लेभल एउटै छ। त्यसले गर्दाखेरि अब बर्खा लागए पछाडि चाहिँ योभन्दा पारी भेगमा यो के भन्छ 12 नम्बर वडाको तल्लो भेगको बच्चाहरूले चाहिँ स्कुल आउने क्रममा पनि यो बाटो हिँड्न पाउने छैन कि एकदम धेरै घुमेर उहाँहरूले चाहिँ वैकल्पिक बाटोको प्रयोग गर्नुपर्ने अवस्था छ। यो खोलामा यति माथिसम्म चाहिँ ग्राभेल भएकोले गर्दाखेरि अब यो कलबट ठ्याक्कै देखिहाल्नुहुन्छ हजुरले, धेरै माथि पनि छैन, जम्मा 4 फिट पनि छैन। यो कलबटभन्दा माथिबाटै खोला बगेर चाहिँ जाने भएकोले गर्दाखेरि यता आवाजातै बन्द हुन्छ। धेरै समस्या छ। यो चाहिँ स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले चाहिँ एकदम ध्यान दिनुपर्ने कुराहरू देखिन्छ। हस् त, धन्यवाद।